नमस्कार। भारी बर्सातको कारण फेरि यहाँ डुबानको स्थिति देखिँदैछ। यहाँ हेर्न सक्छ, यहाँबाट चाहिँ पानी अब खोला पसेको छ है। यो फ्याक्ट्रीको वरिपरि ड्रमहरू उतार्न थालेको छ। फेरि पुरा पानी भरिएको छ। यहाँ हेर्न सक्छ, यो घरको अन्डरग्राउन्ड थियो, त्यो सबै पानी भरिएको छैन। यहाँभित्र अहिलेसम्म घरभित्र त पसेको छैन होइन, तर अब यहाँ यसरी चाहिँ पानी आइपुगेको छ, पुरा जमेको छ। अब गाह्रो अवस्थामा छ होइन। कसो गर्ने भइरहेको छ, निकै परिस्थिति नै जटिल बन्दै गइरहेको छ। तेरिका यहाँ पुरा घर अगाडि यसरी पानी पुरा टन्नै जमेको छ होइन। अब निकै गाह्रो पर्ने अवस्था आएको छ। यस्तरी चाहिँ पानी जमेको छ। अझै पानी बर्सात भइरहेको छ। अब कति दिनसम्म पर्छ त्यो थाहा छैन, भन्न सकिँदैन होइन। यस्तो अवस्थामा रहेको छ पानी। निकै नै पानीले दुःख दिइराखेको अवस्था छ। हामी माथिबाट चाहिँ हेर्न लागेको चाहिँ पानी यसरी आइरहेको छ। हामी हेर्न सक्छौँ। अब धान अलिअलि त फलेको थियो होला, त्यो धानको पनि अब सबै खत्तम बनाएको छ होइन। यसरी चाहिँ खोला पसेको छ। खोला पसेर त्यो माथिबाट पसेको छ। खोला पसेर अहिले यसरी यहाँ सबै पहिला चाहिँ यतापट्टि यो जहाँ माटो थुपारेको छ यो एरिया सबै खाली थियो र यहाँ पुरै पानी जम्थ्यो। यहाँ पानी अहिले यतातिर पानी जमिरहेको छ, तर अहिले माटो पुगेको हुनाले यतापट्टि धेरै पानी आएको छैन। र अगाडिपट्टि पानी गइरहेको छ, त्यसलाई चाहिँ असर परिरहेको छ। हेर्न सक्छ हामी। तल मान्छेहरूलाई हिँड्नको लागि एकदम गाह्रो परेको छ। यो बाटो हो, माथिबाट आएको बाटो, त्यहाँसम्म चाहिँ निकै गाह्रो परेको छ। पानीहरू यसरी पुरै टन्नै जमिरहेको छ, हेर्न सक्छौँ है। त्यस्तै त्यहाँ फ्याक्ट्रीमा त्यस्तै असर परिरहेको छ। अगाडिपट्टि पनि यसरी यो बाटोमा जमिरहेको छ। पोहोरको साल यहाँबाट पानी गएको थियो निकै नै, तर यसपालि यहाँ माटो उठाइदिएको हुनाले, दुईतिरै माटो उठाएको हुनाले चाहिँ पानी जान सक्ने ठाउँ छैन। त्यस हुनाले अहिले यहाँ पानी धेरै जमिरहेको छ। अझै वर्षा परिरहेको छ, हेर्न सक्छ हामी वरिपरि अझै पानी परिरहेको छ। यो पानीले निकै नै असर गर्ने स्थिति देखिन्छ। किन पोहोरको असोजको 12 गते फेरि फर्किन्छ कि भन्ने तर्फपट्टि गइरहेको छ। त्यस हुनाले हामी सबैजना सजग रहनुपर्ने अवस्था देख्छौँ हामी।